हेलो नमस्ते वेलकम टु माई न्यू भिडियो एन्ड ह्याप्पी न्यू इयर सबैजनालाई। आज मेरो भिडियो स्टार्ट अभियसली सधैँ किचनबाटै हुन्छ, प्रायः आज पनि किचनबाट हुँदैछ र आज न्यू इयर हो। सबैलाई ह्याप्पी न्यू इयर, राम्रोसँग सेलिब्रेट गर्नुहोस् होइन। यहाँ त अब चिसो छ त हामी अहिले कोही गएको छैनौँ, घरमै बसेर सेलिब्रेट गर्दैछु। आलु चप बनाउनलाई रेडी पारेर चाहिँ बनाउनु मात्रै पाइन्छ। अनि यहाँ छ त्यही आलु चपको पकौडा, के अरे सरी के भन्छ हौ मन आएन, पराठा, आलु पराठा ल्याएको आलु पराठा अनि आलु त धेरै भयो। आलु चपले बनाउँदैछु। यहाँ भात पाक्दैछ, यहाँ भात पाक्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ बोडी आलु तरकारी पकाउँछु। सबैजना राम्रोसँग नयाँ वर्ष मनाउनुहोस्। हामी पनि खाएर बसेर मनाउँदैछौँ। म अब बाहिरको भिडियो देखाउँछु हजुरहरूलाई, हेर्दै गर्नु त। एकदम चिसो छ। कोही केही चिसो छ, घाम लागेको छ। हजुरले खाना पकाउँदै हजुरहरूलाई हेर्दै म त देखाइदिएँ। यहाँ तरकारी चाहिँ बनाउनु पऱ्यो फेरि। मेरो तरकारी पकाउने स्टाइल बेग्लै, पाक्नु लागिसकेपछि मसला हाल्छु अनि त्यसपछि पकाउँछु। आफ्नो आफ्नो स्टाइल हुन्छ। र मैले यहाँ चाहिँ यहाँ रातो दाललाई भिजाएको छु। यसलाई चाहिँ अलिक ग्राइन्डरमा मजाले पिन्यो र पिनेर यसको पेस्ट हालेर यसमा यो बनाउनु मिठो हुन्छ। बेबी पनि उठिसक्नु भयो। हाई भन्थ्यो, गुड मर्निङ। यहाँ हाम्रो सिटिङ रुमको हालत यस्तै छ। बेबी भएको घरमा अब के गर्नु, यता र उता लुगा सबै मिलाउनै पाइन्छ। अहिले बेबी सुत्यो अनि सुतेपछि मम्मीले छिटो छिटो खाना पकाइहाल्नु पऱ्यो भनेर खाना पकाउन गएको। मम्मी त्यही छ सुतेर उठेको। अब के खाने? सुतेर उठ्यो। अब जाउले खान्छ मेरो बच्चा, जाउले खाने। अनि खेली गएछ घुम्नु जाने बाहिर। खोइ ह्याप्पी न्यू इयर भन्छ नि त। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर एभ्रिवान। यो रेडी भइसकेको छ र यसमा अब म त्यो अब हालेर पकौडा पकाउँछु। मेरो बेबी मलाई हेल्प गर्न आउनुभएछ है। सानो हेल्प गर्न आएको मलाई किचनमा उठेर हेल्प गर्न आउनुभएछ। उहाँहरू हुनुहुन्छ अनि यहाँ बसाएको। यहाँ चाहिँ म पकाउँदैछु। ताक छ अनि सुई हाल्ने हो भने मिठो हुन्छ, क्रन्ची हुन्छ। आलु चप मलाई मनपर्छ। सधैँ चाहिँ खानुहुन्न डिप फ्राई गरेको, तर आज नयाँ वर्षमा खाइदिउँ न। मान्छेले कोही घुमेर सेलिब्रेट गर्छ, कोही नाचेर, लास्टमा खानै पर्ने हो। यताउता गऱ्यो पेटकै कुरा हो। सो पहिला हामी पनि खाएर सेलिब्रेट गरेको। पछाडिबाट मेरो साराले ब्याकग्राउन्ड म्युजिक दिँदै हुनुहुन्छ है। राम्रो भएछ, हेर्दाखेरि खम लाग्ने भएछ मेरो पकौडा। किन गएको? मेरो खाना पनि रेडी भइसक्यो। 2टा खुर्सानी, अन्डा, भुज्री अन्डा, अघि पकाएको बोडीको तरकारी, अनि त्यसपछि अघि पकाएको पकौडा, अनि यो चाहिँ दही। यति हो। दाल चाहिँ किन म दाल आज खान मन लागेको छैन। सो दाल पकाएकै छैन, नुन मिस्ती खाने भनेर यो पकौडा र यो मिक्स गरेर। सो अब मेरो मुखबाङ हुन्छ है त। खाएँ ल। क्रन्ची नै भयो। रातो दाल हालेर क्रन्ची भयो। बेबी सुतेको मौका छोपेर पकाइदिएको।
वन्स एगेन सबैलाई ह्याप्पी न्यू इयर। सबैजना घुमेर खाएर रमाएर आफूलाई जसरी सेलिब्रेट गर्न मन लाग्छ त्यसरी सेलिब्रेट गर्नुहोस्। मिठो। यो चाहिँ मेरो लास्ट बाइट, तर कहिलेबाट डाइट आई डोन्ट नो। पुरी आलुचप अन्डा भात सबै मिठो। यो लस्सी चाहिँ म खान सक्दिनँ, एकछिनमा खान्छु। भात खाएको आधी घन्टापछि खान्छु। अब मेरो बेबीको टर्नमा हात अब बेबीको टर्न, बेबीले खान्छ। आज फर्स्टमा मम्माको टर्न भयो, न त जहिले बेबीको टर्न हुन्छ अनि मम्माको टर्न हुन्छ।